30 फिट अग्लो पोस्टर सार्वजनिक गर्दै उपासना र बिक्कीको फिल्म डियर काव्य घोषणा। फिल्मी खबर विशेष रिपोर्टमा यहाँहरूलाई स्वागत छ। नेपाली रजतपटमा लगातार एकपछि अर्को नयाँ चलचित्र निर्माणको घोषणा भइरहेका बेला काठमाडौँमा एक भव्य कार्यक्रमका बीच 30 फिट अग्लो विशाल पोस्टर सार्वजनिक गर्दै नयाँ चलचित्र डियर काव्यको औपचारिक घोषणा गरिएको छ। लोकप्रिय अभिनेत्री उपासना सिंह ठकुरी र नवनायक बिक्की शमशेर खड्का मुख्य भूमिकामा बाँधिने यो फिल्मले घोषणासँगै फिल्मी बजार तताएको छ। आउनुहोस् हेरौँ यो विस्तृत भिडियो रिपोर्ट। अब कसरी भन्ने चिजको लागि चाहिँ हजुर गोल्डन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको लभ स्टोरी ड्रामा डियर काव्यको राजधानीमा एक भव्य समारोहबीच घोषणा गरियो। त्यो भएर यो फिल्म यो स्टोरी चाहिँ एकदम धेरै मायाले बनाएको। सार्वजनिक पोस्टरमा उपासना र थिएटर पृष्ठभूमिका नव अभिनेता बिक्कीको रोमान्टिक केमिस्ट्री प्रष्टै झल्किएको छ। नेपालगञ्ज शहर र कर्णाली पुलको पृष्ठभूमिमा बिक्कीको गलबन्दी तान्दै आफूतिर तानेको उपासनाको अवतारले दर्शकको ध्यान तानेको छ। यो चलचित्र बिक्कीका लागि डेब्यू प्रोजेक्ट हुनेछ। चलचित्र ककाकी निर्देशन गरेकी श्रद्धा प्रसाईले यस चलचित्रको कमान्ड सम्हालेकी छिन्। चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगर जस्ता दिग्गज कलाकारहरूको अभिनय रहनेछ। देवी सिंह र हेमकुमारी भेटवाल निर्माता रहेको चलचित्रमा अभिनेत्री दिया मास्के र सन्दीप डङ्गोल कार्यकारी निर्माताको रूपमा जोडिएका छन्। आगामी मङ्सिर महिनाबाट छायाङ्कनमा जाने यो फिल्मको पोस्टर डिजाइन रोयल भीमसेन ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्। उपासना सिंह ठकुरी अभिनेत्री, पहिलो पटक महिला निर्देशकसँग काम गर्न पाउँदा म निकै उत्साहित छु। यो प्रोजेक्ट र मेरो क्यारेक्टर एकदमै विशेष छ। विशेष धन्यवाद निर्माण टिम र दिया दिदीलाई। बिक्की शमशेर खड्का डेब्यू अभिनेता। मेरो अभिनय गुरुहरू दिया मास्के र अनुप बरालले ममाथि विश्वास गरेर यो ठूलो अवसर दिनुभएको छ। यो अवसरलाई न्याय दिन म कुनै कसर बाँकी राख्ने छैन। बलियो कलाकारहरूको लाइनअप, नयाँ जोडी र अनुभवी प्राविधिक टिमका साथ आउन लागेको डियर काव्यले दर्शकको मन कत्तिको जित्ला त्यो भने आगामी दिनमै थाहा हुनेछ। नेपाली चलचित्र सम्बन्धी यस्तै ताजा अपडेटका लागि हेर्दै गर्नुहोस् फिल्मी खबर।